केही क्षण पश्चात अब संस्थालाई तथा संस्थाका संस्थापक अध्यक्षज्यूलाई अब हामी पालो पालो शुभ आशीर्वाद प्रदान गर्न गइरहेका छौँ। म नेस्टो नेपालबाट नै 2072 सालमा कारोबार हस्तान्तरण गरेर नेस्टो संयुक्त लघु वित्त वित्तीय संस्था लिमिटेडको जन्म भएको थियो। म नेस्टो संयुक्त लघु वित्त वित्तीय संस्था लिमिटेडले नेस्टो नेपाललाई आफ्नो मातृ संस्थाका रूपमा पनि दिँदै आफ्नो मार्गदर्शन पनि दिँदै आइरहेको छ। म फेरि नेस्टो संयुक्त लघु वित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका पूर्व कार्यकारी प्रमुख एवं नेस्टो नेपालका संस्थापक अध्यक्ष डाक्टर विश्वप्रकाश प्रसादलाई मार्ग चिनो एवं शुभकामना प्रदान गर्ने कार्यक्रम रहेका छौँ। म त्यसका लागि म नेस्टो संयुक्त लघु वित्त वित्तीय संस्था लिमिटेडका कामो कार्यकारी प्रमुख युधिष्ठिर भुसाल, कम्पनी सचिव कमल शर्माज्यू, संस्थाका मानव संशोधन विभाग प्रमुख उत्तम प्रसाद अधिकारीज्यू, संस्थाका ऑडिट विभागका प्रमुख, आन्तरिक लेखा परीक्षण विभागका प्रमुख नारायण प्रसाद प्रसाईज्यू, संस्थाका अधिकृत तथा सहायक अधिकृतज्यूहरू शान्ति शर्मा, अनिता सोधी एवं सिमाया पाइज्यू, थापा थाना शाखाका शाखा प्रमुख शाखा प्रबन्धक सुना मल्लज्यू, पुष्प शाखाका शाखा प्रबन्धक विकास शर्माज्यू, लगायत म नेस्टो संयुक्त लघु वित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सावित्री प्रधान छेत्रीज्यू लगायत म नेस्टो संयुक्त लघु वित्त वित्तीय संस्था लिमिटेडका सम्पूर्ण टिमलाई म संस्थाका नेस्टो संयुक्त लघु वित्त वित्तीय संस्था लिमिटेडका पूर्व कार्यकारी निर्देशक एवं नेस्टो नेपालका संस्थापक अध्यक्ष डाक्टर विश्वप्रकाश प्रसादलाई म शुभकामना तथा मार्गदर्शन प्रदान गर्नको लागि म अगाडि आमन्त्रण गर्न चाहन्छु। अघिले नेस्टो संयुक्त लघु वित्त वित्तीय संस्था लिमिटेड बागलुङ शाखा म्याग्दी शाखाका शाखा प्रबन्धक सङ्गीता केसीज्यू, फलिवास शाखाका सोनिदी रेग्मीज्यू, पुष्प शाखाका शाखा प्रबन्धक विकास श्रेष्ठज्यू, छापाडाँडा शाखाका शाखा प्रबन्धक सुना मल्लज्यू, बागलुङ शाखाका शाखा प्रबन्धक रोशना बङ्गालीज्यूहरू, नेस्टो नेपाल तथा नेस्टो संयुक्त लघु वित्त वित्तीय संस्था लिमिटेडका पूर्व कार्यकारी निर्देशकज्यूलाई आफ्नो सम्बन्धित शाखा तथा संस्थाको तर्फबाट शुभकामना एवं मायाको चिनो प्रदान गरिदिनुहुन्छ।
प्रेसिडेन्ट प्रबन्धक शिवदुर्ग साधनाधिकारी एवं सम्पूर्ण पदाधिकारीहरूलाई म आमन्त्रण गर्न चाहन्छु। Itu sarden. तिमीले हात यहाँबाट यस्तो गरेर हान माथि भत्काएर माथि भत्काएर यस्तो गरेर हान उता देखाएर है हान उता देखाएर हो त्यसरी अझ माथि माथि आगो भाइतिर होइन हो त्यसरी गुड भेरी गुड फेरि हो त्यसरी हान्नु 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 फेरि हान्नु उता फर्काएर उता भएन सक्यो माथि 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 सजिलो हुँदो रहेछ म्यानुअल फोकस मिलायो माथि गयो कहाँबाट कहाँ जस्तो हो क्या गम्बोज प्लस जुम मलाई यो क्यामेरा एकैछिन भिडियो नानीले ढकाउँदैन पछि ढकलिहाल्यो ढकलिहाल्यो बाल छैन ढकलिहाल्यो एउटा लिन लाग्यो
मेरो पनि छ पठाइदिनु एकछिन त्यसले धाने म रेस्टुरेन्ट जान्छु यताबाट खिच्ने सबै यता उयो गर्ने खिच्ने यस्तो गर्छ फेरि खिचेर हामी हुन्छ सङ्ग्रह छ कि अब त्यो त्यो कुसाको अब कुनाको एउटा के दिने कुसामा चाहिँ एउटा बक्स बनाउने हो त्यहाँ बाँकीमा छिर्न पाइँदैन क्या होइन को उपलक्ष्यमा तर्फबाट शुभकामना ग्रहण गरिदिनुहुन्छ अनि त्यही क्रममा छौँ मोबाइल त यता गइछ अहिले डाक्टर कृष्ण सिंहले आफ्नो 14औं जन्म उपलक्ष्यमा ट्रेड युनियन पर्वतको तर्फबाट शुभकामना ग्रहण गर्दै हुनुहुन्छ
एउटा फोटो इधर यता त्यसमा नि हौ मुझे मलाई आउँदैन लाइभ गर्ने भर्खर अन गरेको अब यो यहाँ लिएर बस्छ यसो यहाँ लिएर बस्छ तलको काछा केमा त यहाँ लिएर बस्छ खिचिदिने फोटो हामी अझै पनि शुभकामना आदान प्रदानकै बिचमा उभिरहेका छौँ। हाम्रा संस्थापक अध्यक्ष डाक्टर प्रशान्तजीलाई चौधौँ जन्मोत्सव समारोहमा शुभकामना प्रदान गर्न आउनुभएको हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाउनुभएका सम्पूर्ण अतिथिज्यूहरू पक्कै पनि हाम्रो लागि विशिष्ट हुनुहुन्छ, पाहुना हुनुहुन्छ। यस समारोहमा हाम्रो निमन्त्रणालाई स्वीकार गरी हाम्रा संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाईलाई शुभकामना दिन पाउनुभएका हाम्रा नेपाल सरकारका स्थानीय सहायक मन्त्री नेपाल सरकारका पूर्व स्थानीय सहायक मन्त्री श्री देवबहादुर केसीजीलाई म हाम्रा संस्थापक अध्यक्ष डाक्टर विश्वप्रकाश प्रसाईलाई शुभकामना प्रदान गर्नका लागि म अगाडि आमन्त्रण गर्न चाहन्छु। त्यसै गरी हाम्रा संस्थापक अध्यक्ष डाक्टर प्रसाईजीको 54औं जन्मोत्सवको अवसरमा डाक्टर प्रसाईजीलाई शुभकामना दिन काठमाडौँदेखि विशेष पाहुनाहरू हामी आज उपस्थित हुनुभएको छ। म गैर सरकारी संस्था महासङ्घ नेपालको सचिव हाम्रो संस्थापक अध्यक्षज्यूको जीवन अर्थपूर्ण तथा अतुलनीय बनाउनका लागि अतुलनीय योगदान पुर्याउनुहुने 81 वर्षीय श्री शान्तलाल मुल्मीजीलाई पनि म हाम्रा संस्थापक अध्यक्ष डाक्टर प्रसाईजीलाई शुभकामना प्रदान गर्नका लागि म स्टेजमा अगाडि आइदिनुका लागि म अनुरोध गर्न चाहन्छु। त्यसै गरी हाम्रा संस्थापक अध्यक्षज्यूलाई
संस्थापक अध्यक्षज्यूलाई 54 शुभ जन्मोत्सवको अवसरमा शुभकामना प्रदान गरिदिनु हुनका लागि म खानेपानी तथा क्षेत्रपाई भक्त महासङ्घ नेपालका राष्ट्रिय अध्यक्ष श्री राजेन्द्र प्रसाद आचार्यज्यूलाई पनि म हाम्रा संस्थापक अध्यक्षज्यूलाई शुभकामना दिनका लागि म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। के खानुभयो अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि म श्री नमुना आरोग्य माध्यमिक विद्यालय कृष्णका अध्यक्ष श्री यम प्रसाद शर्मा शर्माजीलाई म अनुरोध गर्न चाहन्छु। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुन म उपचार्य श्री खेमराज शर्माजीलाई पनि म सम्मान अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। हामी शुभ जन्मोत्सव एवं संस्थाको 31औं स्थापना दिवसको शुभकामना ग्रहण तथा प्रदान पश्चात अब हामी सम्मान कार्यक्रमलाई जोड्न गइरहेका छौँ। अब हामी सम्मान कार्यक्रमलाई जोड्न गइरहेको हुँदा कृपया हललाई यत्रतत्र छरिएर बस्नुभएका सम्पूर्ण अतिथि पाहुनाज्यूहरूलाई म हलभित्र आएर कार्यक्रममा सरिक भइदिनु हुनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। अब हाम्रो सामाजिक व्यक्तित्व सम्मान कार्यक्रम रहेको छ। कृपया हल बाहिर छरिएर बस्नुभएका सम्पूर्ण अतिथि पाहुनाज्यूहरूलाई हलभित्र आएर बसिदिनु हुनका लागि म अनुरोध गर्न चाहन्छु।
सम्झना भन्छ त्यस्तो है फोटो भएन भने त याद पनि आउनु अहिलेको चाहिँ यही त हो नि अब सम्झना भनेकै सम्मान लिएपछि गाईले जस्तो हाम्रो सामाजिक व्यक्तित्व सम्मानपूर्वक अब हामी एउटा मनोरञ्जनात्मक प्रस्तुत गर्न गइरहेका छौँ। आफ्नो मनोरञ्जनात्मक प्रस्तुत गरिदिनुको लागि म कलाकार बहिनी सुरक्षा साईलाई आमन्त्रण गर्न चाहन्छु।
धेरै धन्यवाद कलाकार बहिनी सुरक्षा शाहीलाई आफ्नो निकै नै मनोरञ्जनात्मक नृत्य प्रस्तुत गरेर हामी माझबाट बिदा भइसक्नु भएको छ। यस समारोहलाई अझै अविस्मरणीय र मनोरञ्जनात्मक बनाउनको लागि यहाँले प्रस्तुत गर्नुभएको प्रस्तुति निकै नै रमाइलो एवं रोचक पनि रह्यो। यसका लागि म पुनः धन्यवाद व्यक्त गर्न चाहन्छु। अब हामी सामाजिक व्यक्तित्व सम्मान कार्यक्रममा जोडिन गइरहेका छौँ। कृपया हल्काएर छरिएर बस्नुभएका सम्पूर्ण हाम्रा आमन्त्रित अतिथि पाहुनाज्यूहरूलाई म हलभित्र आएर यस सामाजिक व्यक्तित्व सम्मान कार्यक्रममा हौसला प्रदान गरिदिनु हुनका लागि म अनुरोध गर्न चाहन्छु। हामी नेस्टो नेपालको 31औं स्थापना दिवस एवं संस्थापक अध्यक्ष डाक्टर विश्वप्रकाश प्रसाईज्यूको 54औं समारोहमा अब हामी व्यक्तित्व सम्मान कार्यक्रमतर्फ अगाडि बढ्न गइरहेका छौँ। आज विशेषतः नेस्टो नेपाललाई बितेका 30 वर्षमा आफ्नो विभिन्न अमूल्य सुझाव सल्लाहले अगाडि बढाउन सहयोग पुर्याउनुभएका संस्थालाई संस्थागत हिसाबमा संस्थागत विकासमा अगाडि बढ्न सहयोग पुर्याउनुभएका विभिन्न व्यक्तित्व एवं संस्थाका संस्थापक अध्यक्ष डाक्टर विश्वप्रकाश प्रसाईज्यूको जीवन अर्थपूर्ण बनाउनका लागि योगदान पुर्याउनुभएका विभिन्न संस्थागत व्यक्तित्वज्यूहरूलाई हामी आज सम्मान गर्न गइरहेका छौँ। विभिन्न 4 व्यक्तित्वज्यूहरूलाई हामी आज सम्मान गर्न गइरहेका छौँ। विशेष गरी संस्थाको विभिन्न साधारण सभामा प्रमुख अतिथिको हैसियतले सहभागी भई ऐतिहासिक योगदान पुर्याउनु भएको संस्थागत विकास र संस्थापक अध्यक्षज्यूको जीवन अर्थपूर्ण जीवनको लागि सामाजिक क्षेत्रबाट विभिन्न कार्यक्रममा पुर्याउनु भएको ऐतिहासिक एवं अर्थपूर्ण योगदान पुर्याउनुभएका विभिन्न व्यक्तित्वहरूको अब हामी सम्मान गर्न गइरहेका छौँ। म क्रमशः सम्मानित व्यक्तित्वलाई सम्मान ग्रहणका लागि आमन्त्रण गर्दैछु। सम्मान ग्रहणका लागि मनसम्म कष्ट गरिदिनु अनुरोध गर्दै सम्मान अर्पणका लागि म संस्थाका अध्यक्ष रत्नप्रसाद अधिकारीज्यू, संस्थाका महासचिव प्रेम प्रसाद पौडेलज्यू एवं संस्थाका संस्थापक अध्यक्ष डाक्टर विश्वप्रकाश प्रसाईज्यूलाई अनुरोध गर्दछु। कृपया मेरो नाम उद्घोषसँगै स्टेजमा सम्म आएर आफ्नो सम्मान ग्रहण गरिदिनु हुनका लागि म सम्मानित व्यक्तित्वहरूलाई अवगत गर्न चाहन्छु। आजभन्दा 2 दशक पहिले नेपाल सरकारको स्थानीय सहायक मन्त्रीको हैसियतमा रही संस्थाको वार्षिक साधारण सभामा प्रमुख अतिथिको रूपमा आतिथ्यता ग्रहण गर्दै हामी सबैलाई उत्साह र प्रोत्साहन गर्ने संस्थाको ऐतिहासिक पानामा अभिलेखित व्यक्तित्व नेपाल सरकारका पूर्व स्थानीय सहायक मन्त्री श्री दीप बहादुर केसीज्यूलाई हामी आज उहाँको योगदानको स्मरण र उच्च कदर गर्दै उहाँ नेपाल सरकारका पूर्व स्थानीय सहायक मन्त्री श्री देवबहादुर पौडेल छेत्रीज्यूलाई आज हामी उहाँको योगदानको स्मरण र उच्च कदर गर्दै संस्थागत अभिनन्दन तथा सम्मान अर्पण गर्न गइरहेका छौँ। सम्मान ग्रहणका लागि उहाँलाई स्टेजमा आमन्त्रण गर्दै सम्मान अर्पणका लागि संस्थापक अध्यक्षज्यू लगायत संस्थाका सञ्चालक पदाधिकारीज्यूहरूलाई म सविनय अनुरोध गर्दछु। नेपाल सरकारका पूर्व स्थानीय सहायक मन्त्री श्री देवबहादुर केसीज्यूले आजभन्दा 2 दशक पहिले
संस्थागत विकासको पालनमा महत्त्वपूर्ण योगदान गर्नुभएको थियो। सँगसँगै हाम्रा संस्थापक अध्यक्ष डाक्टर विश्वप्रकाशको सञ्जीवलाई यस सामाजिक बाटोमा हिँड्नका लागि अर्थपूर्ण प्रेरणा प्रदान गर्नुभएको थियो र आज हामी उहाँको 54औं जन्मोत्सव एवं नेसनल नेपालको 31औं वार्षिक साधारण सभाको उपलक्ष्यमा हामी नेपाल सरकारका पूर्व स्थानीय सहायक मन्त्री श्री देवबहादुर पौडेल शर्माजीले हामी संस्थागत सम्मान तथा संस्थागत अभिनन्दन अर्पण गरिरहेका छौँ। यसका लागि संस्थाको तर्फबाट संस्थाका सञ्चालक पदाधिकारीज्यूहरूले संस्थागत सम्मान प्रदान गर्दै हुनुहुन्छ भने यति बेला संस्थागत सम्मान ग्रहण गर्नका लागि हामीसँग स्टेजमा नेपाल सरकारका पूर्व स्थानीय सहायक मन्त्री श्री देवबहादुर पौडेल शर्माजी हुनुहुन्छ। यसै गरी जिल्ला विकास समिति पर्वतका पूर्व जीविका सभापति विकास प्रेमी नेता आस्थाका प्रतीक श्री इच्छाबहादुर गुरुङज्यूलाई सम्मान ग्रहणका लागि म अगाडि आमन्त्रण गर्न चाहन्छु। सम्मान ग्रहणका लागि उहाँलाई स्टेजसम्म आमन्त्रण गर्दै सम्मान अर्पणका लागि म संस्थापक अध्यक्षज्यू लगायत संस्थाका सञ्चालक पदाधिकारीज्यूहरूलाई अनुरोध गर्न चाहन्छु। हामीले यति बेला नेक्स्ट नेपालको संस्थागत दिवस एवं म आसन ग्रहणकै क्रमलाई जोड्ने क्रममा म आसन ग्रहण गर्छु। एमाले कर्णाली प्रदेशका सदस्य श्री मेघनाथ सुवेदीज्यूलाई म ससम्मान अतिथिको आसन ग्रहण गरिदिनुका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। म अतिथिको आसन ग्रहण गरिदिनुमा प्रादेशिक अस्पताल पर्वतका अध्यक्ष श्री शङ्कर गिरिज्यूलाई पनि म ससम्मान अतिथिको आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यति बेला हामी संस्थागत विकासमा संस्थाको संस्थागत विकास एवं संस्थापक अध्यक्षज्यूको अर्थपूर्ण जीवनको सामाजिक क्षेत्रमा बाट विभिन्न समयखण्डमा पुर्याउनु भएको अतुलनीय योगदानको कदर गर्दै हामी विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्दैछौँ। यति बेला हामी जिल्ला विकास समिति पर्वतका पूर्व जीविका सभापति विकास कर्मी नेता आस्थाका प्रतीक श्री इच्छाबहादुर गुरुङज्यूलाई हामी संस्थागत सम्मान तथा संस्थागत अभिनन्दन प्रदान गरिरहेका छौँ। यसै गरी संस्थाको दोस्रो कमिटीको साधारण सभामा गैर सरकारी संस्था महासङ्घ नेपालका महासचिव कमिसेरले प्रमुख अतिथिको रूपमा हामीलाई उत्साह प्रेरणा र प्रोत्साहन गर्दै श्रुतिजन्य वस्तु विरुद्ध अन्तर्राष्ट्रिय अभियानमा हामीलाई जोड्दै संस्थाको संस्थागत विकास एवं संस्थापक अध्यक्षज्यूको अर्थपूर्ण जीवनमा अतुलनीय योगदान पुर्याउनु हुने 81 वर्षीय श्रीमान शान्तलाल मल्मीज्यूलाई हामीलाई संस्थागत सम्मान एवं संस्थागत अभिनन्दन प्रदान गर्न गइरहेका छौँ। सम्मानका लागि उहाँलाई म स्टेजमा आमन्त्रण गर्न चाहन्छु र उहाँलाई सम्मान अर्पण गर्नका लागि म संस्थापक अध्यक्षज्यू लगायत संस्थाका सञ्चालक पदाधिकारीज्यूहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। हामी यति बेला नेसनल नेपालको वार्षिक साधारण सभामा हाम्रो निमन्त्रणालाई स्वीकार गरी नेसनल नेपालको प्रमुख अतिथि वार्षिक साधारण सभाको प्रमुख अतिथिको हैसियतले हामीसँग जोडिनु भएर हामीलाई विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अभियानहरूमा हाम्रो संस्थालाई हाम्रो संस्था एवं संस्थापक अध्यक्षज्यूलाई अभियानमा जोड्दै संस्थाको लामो इतिहासमा अतुलनीय योगदान पुर्याउनु भएको तथा संस्थापक अध्यक्ष डाक्टर प्रसाईज्यूको अर्थपूर्ण जीवनमा पुर्याउनु भएको योगदानको कदर गर्दै हामी यति बेला श्रीमान शान्तलाल मल्मीज्यूलाई सम्मान गरिसकेका छौँ। म सम्मान ग्रहणका क्रममा म केही दशक
वर्ष पहिले संस्थाको वार्षिक साधारण सभामा खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालको राष्ट्रिय अध्यक्षको हैसियतले प्रमुख अतिथिको रूपमा पाल्नुभएको निरन्तर रूपमा संस्थालाई सुझाव सल्लाह र साथ सहयोग दिँदै आउनुभएका खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष श्री राजेन्द्र प्रसाद अर्यालज्यूलाई हामी संस्थागत सम्मान अर्पण गर्न गइरहेका छौँ। म संस्थागत सम्मान ग्रहणका लागि उहाँलाई स्टेजमा आमन्त्रण गर्दै उहाँलाई संस्थागत सम्मान अर्पण गर्नका लागि म संस्थाका संस्थापक अध्यक्ष एवं संस्थाका सञ्चालक पदाधिकारीज्यूहरूलाई म अनुरोध गर्न चाहन्छु। यति बेला हामी सामाजिक संस्थागत अध्यक्षज्यूको संस्थागत विकासमा पुर्याउनु भएको अतुलनीय योगदान पुर्याउनुभएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्दैछौँ। हामी यति बेला नेस्टो नेपालको वार्षिक साधारण सभामा हाम्रो निमन्त्रणालाई स्वीकार गरी प्रमुख अतिथिको रूपमा हामीसँग जोडिनु भएर र त्यस पश्चात निरन्तर संस्थालाई सल्लाह सुझाव र साथ सहयोग दिँदै आउनुभएका खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष श्री राजेन्द्र प्रसाद अर्यालज्यूले हामी संस्थाको तर्फबाट संस्थागत सम्मान अर्पण गर्दैछौँ। धेरै धेरै धन्यवाद। पक्कै पनि हामीले सम्मान गर्ने व्यक्तित्वहरूले हामीले गरेको सम्मान स्वीकार गरिदिनु भयो। काठमाडौँदेखि संस्थालाई एवं संस्थाका संस्थापक अध्यक्षज्यूलाई शुभ स्थापना दिवसको शुभकामना प्रदान गर्नका लागि हामीसँग काठमाडौँबाट यहाँसम्म पालिदिनु भयो, हाम्रो निमन्त्रणालाई स्वीकार गरिदिनु भयो। हामीले अर्पण गरेको हाम्रो सम्मानलाई सहर्ष स्वीकार गरिदिनु भयो। यसका लागि म सम्मानित व्यक्तित्वहरूप्रति नै हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। अब म कार्यक्रमलाई अझै अगाडि बढाउन गइरहेको छु। आज हाम्रा संस्थापक अध्यक्ष डाक्टर प्रसादज्यूको 54औं शुभ जन्मोत्सवको उपलक्ष्यमा उहाँलाई शुभकामना तथा मायाको चिनो प्रदान गर्नका लागि हामी माझ पाल्नुभएका अतिथि श्री चन्द्रप्रकाश पौडेल एवं सम्पूर्ण बाजुवासीज्यूहरूलाई म शुभकामना प्रदान गर्नका लागि म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। अब म शुभकामना मन्तव्यतर्फ अगाडि बढ्न गइरहेको छु। म शुभकामना मन्तव्य जोड्न लागिरहेको छु। आज 30 वर्ष पार गरेर 31औं वर्ष प्रवेश गर्दै गरेको संस्था नेस्टो नेपाल एवं संस्थाका परिकल्पनाकार डाक्टर विष्णुप्रकाश प्रसादज्यूलाई 54औं शुभ जन्मोत्सवको उपलक्ष्यमा आफ्नो शुभकामना केही शब्दहरू राखिदिनु हुनका लागि म खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष राजेन्द्र प्रसाद अर्यालज्यूलाई आमन्त्रण गर्न चाहन्छु। धन्यवाद। आजको यस राष्ट्रिय शैक्षिक तथा सामाजिक
अध्यक्ष एवं आजको यो यस्तो नेपालको कृषि संस्था दिवस तथा संस्थाका संस्थापक अध्यक्ष डक्टर विश्वप्रकाश प्रसादज्यूको 54औं शुभ जन्मोत्सव समारोहका अध्यक्ष ज्यू, त्यसै गरी संस्थाका पदाधिकारीज्यूहरू, संस्थाका संस्थापक अध्यक्ष लगायत पदाधिकारी साथीहरू, आजका यस कार्यक्रममा सम्मानित व्यक्तित्वहरू र यस भव्य र सफल कार्यक्रमलाई सम्पादन गर्ने सम्पूर्ण महानुभावहरूमा खानेपानी तथा संस्कृति उद्योग महासङ्घ नेपालको तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्दछु। र यो संस्था 30 वर्ष पुरा गरेको 30 वर्ष प्रवेश गरेको अवसरमा संस्थाको विगतमा चाहिँ अझै जनताको आधारभूत आवश्यकता पुरा गर्दै यसलाई एउटा आफू अझै अर्को संस्थाको विकास हुन सकोस् शुभकामना व्यक्त गर्दछु। त्यसै गरी यस संस्थाको स्थापना गर्दै यो संस्थालाई आजसम्म यहाँसम्म ल्याइ पुर्याएर जनताको एउटा जीविकोपार्जनमा टेवा पुर्याउँदै अतुलनीय योगदान गर्नुहुने संस्थापक अध्यक्षज्यूको आज 54औं शुभ जन्मोत्सवको अवसरमा उहाँको सुस्वास्थ्य, दीर्घायु, चिरायु र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु र उहाँलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु। पक्कै पनि यो संस्था र हाम्रो खानेपानी तथा संस्कृति उद्योग महासङ्घ नेपालको बिचको अविनाशी सम्बन्ध छ। हामीले एकअर्कामा परिपूरक भएर कामहरू पनि गर्दै आइरहेका छौँ र भोलिको दिनमा पनि हामीले हाम्रो यो क्षेत्रमा खानेपानी र संस्थाको व्यवस्थापन, त्यसै गरी जनताका आवश्यकताको पुरा गर्नको निम्ति पनि हामी हातमा हात र काँधमा काँध मिलाएर अघि बढ्ने म यहाँ प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। र यो हाम्रो खानेपानी तथा संस्कृति उद्योग महासङ्घ नेपाल फेडरेसन 2060 सालमा स्थापित भएर यो एउटा राष्ट्रिय रूपमा 77वटा जिल्लामा आफ्नो अभियानहरू विस्तार गर्दै जनताको चाहिँ आधारभूत आवश्यकता रूपमा रहेको, मानवाधिकार रूपमा रहेको र मौलिक हक रूपमा रहेको खानेपानी, सरसफाइ जस्तो विषयवस्तुलाई हामीले प्राथमिकता साथ अगाडि बढाएका छौँ र भोलिको जीवनमा अझै नेपाल सरकारले, प्रदेश सरकार, स्थानीय तहले पनि यसलाई प्राथमिकता दिँदै चाहिँ खास गरी खानेपानीको अभियानलाई अझै चाहिँ सहकारी गर्नेछन् भन्ने विश्वासका साथ यो संस्थाको 30औं स्थापना दिवस र संस्थापक अध्यक्षज्यूको 54औं शुभ जन्मोत्सवको अवसरमा हार्दिक चाहिँ बधाई र फेरि पनि शुभकामना व्यक्त गर्दै यो संक्षिप्त भनाइ अन्त्य गर्छु। धन्यवाद, नमस्कार। धेरै धन्यवाद। संस्थाको स्थापना दिवस एवं संस्थापक अध्यक्ष डाक्टर प्रसादजीको 54औं शुभ जन्मोत्सवको उपलक्ष्यमा खानेपानी तथा उपभोक्ता महासङ्घका राष्ट्रिय अध्यक्ष श्री राजेन्द्र प्रसाद अर्यालज्यूले संस्थालाई एवं संस्थापक अध्यक्षज्यूलाई आफ्नो शुभकामनाका शब्दहरू राखेर हामी मानबाट बिदा गरिसक्नु भएको छ। म अब अर्को शुभकामनाका शब्दहरू राखिदिनका लागि हामीसँग नेसनल नेपालसँग विगत 30 वर्षदेखि झन्डै 3 दशकदेखि जोडिनुभएका नेसनल नेपाल तथा संस्थापक अध्यक्ष डाक्टर प्रसादज्यूसँग विगत 3 दशकदेखि जोडिनुभएका विभिन्न सल्लाह सुझाव दिँदै नेसनल नेपालको 30 वर्षको यात्रा सफल पारेर 31औं वर्षमा प्रवेश पार्दै प्रसादजीको पनि 23औं जन्मोत्सवपछि 54औं जन्मोत्सवसम्म यहाँसम्मको यात्रालाई अर्थपूर्ण बनाउन अतुलनीय योगदान पुर्याउनुभएका ज्येष्ठ हाम्रा आदरणीय सम्मानित पाहुना श्री शान्तालाल मल्लिकज्यूलाई आफ्नो शुभकामना राखिदिनुका लागि म अगाडि आमन्त्रण गर्न चाहन्छु। यस संस्थाका अध्यक्षज्यू विश्वप्रकाश प्रसादज्यू र उपस्थित सम्पूर्ण साथीहरू, आज मलाई असाध्यै नै आत्मामा सन्तोष मिलेको छ। आज मैले देखेँ विश्वजीलाई यो जिल्लाको मान्छेले कति माया गर्नुहुन्छ भनेर, र यस्तो मैले देखाएको थिएँ। जुन रूपबाट सबै मान्छे आएर गाउँबाट आएर उहाँलाई शुभकामना दिँदा यहाँ आउनु, यहाँ नाम गर्दै बस्नुभयो, त्यसबाट म अति नै द्रवित भएको छु र तपाईँलाई जन्मदिनको हार्दिक बधाई। यो संस्थासँग मेरो सम्पर्क 2 दशकभन्दा पनि बढी भयो।
जब हामीले सुर्ती नियन्त्रणका अभियानमा लागे त्यसपछि उहाँसँग मेरो सम्पर्क भयो र उहाँ हामीसँग भयो र त्यहाँदेखि मैले निरन्तर उहाँको कार्यक्रममा सहभागी हुनुभएको पाएको छु र हरेक पटक कुनै पनि कार्यक्रममा उहाँ र मेरो संसर्ग उहाँ र मेरो विचार यी सबै कुराहरूमा मलाई चाहिँ आफ्नो गौरव भएको छ र आज सबभन्दा मलाई असाध्यै नै मन छोएको भनेको अघि दुईजना कलाकारले गीती नाट्य जुन प्रस्तुत गर्नुभयो बाध्यतावश विदेश जानुपर्ने विदेशका विघ्नहरू खानुपर्ने यतातिर मायाले उसको श्रीमतीको देहावसान हुने फर्किँदाखेरि श्रीमती नपाउँदा जुन हिसाबले एक्टिङ गरेर गर्नु जुन हिसाबले अभिनय गर्नुभयो असाध्यै राम्रो भयो र यसले यो नेपालमा ठुलो सन्देश दिएको छ कि विदेशमा सकेसम्म कोही पनि नेपालका युवा युवतीहरू जाओस् भनेर यो सन्देशलाई अझ व्यापक रूपमा गर्नुपर्ने आवश्यकता छ र नेस्कोले विगतका यो 3 दशकदेखि मानव अधिकार क्षेत्रमा गरिबी निवारणको क्षेत्रमा एउटा महिलाहरूको संगठन गर्ने क्षेत्रमा र स्वास्थ्यका विभिन्न विधाहरूसँग योगदान गर्नुभएको छ त्यो योगदान असाध्यै स्तुत्य छ र त्यसका उपलब्धिहरू हामी विस्तार गरिरहेका छौँ त्यसै कारणले म पुनः एकपटक नेसनल परिवार सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछु र विश्व प्रसादजीलाई पनि फेरि पनि जन्मदिन बधाई दिँदै उहाँको सक्रियता उहाँको क्रियाशीलता उहाँले जनतालाई दिने योगदान यो 50-55 वर्ष मात्र होइन 80-90 वर्षसम्म कायम रहोस् भन्ने आग्रह गर्दै म पुनः एकपटक यहाँ सबैलाई शुभकामना व्यक्त गर्दै मेरो सानो भनाइ यही दिनुहुन्छ। नमस्कार। धेरै धेरै धन्यवाद। अब म पुनः शुभकामना मन्तव्यलाई नै अगाडि जोड्न गइरहेकी छु। आफ्नो संक्षिप्त शुभकामना मन्तव्य राखिदिनुको लागि म जिल्ला विकास समिति पर्वतका पूर्व ज्येष्ठ सभापति विकास कर्मी नेता आस्थाका प्रतीक श्री इच्छेबहादुर गुरुङज्यूलाई म आमन्त्रण गर्न चाहन्छु। धन्यवाद छोरी। यो समाजको अध्यक्षज्यू र यो संस्थाका संस्थात्मक अध्यक्ष जो आज 54 वर्षको जन्मोत्सव मनाउँदै हुनुहुन्छ भाइ विश्वप्रकाश, हाम्रो माझबाट पर्वत जिल्लाबाट जनताको माया पारेर 60 मन्त्रीसँग हुनुभएका माननीय देवबहादुर केसीज्यू, आज सम्मानित हुने व्यक्तित्वहरू, सबै राजनीतिक दलका नेताज्यूहरू, नेस्को नेपालका सम्पूर्ण परिवार, आज हामी सबै खुसी छौँ। किन खुसी छ भने 23 वर्ष पहिला विश्वप्रकाशले कल्पना गर्यो कि नेस्को नेपाल जन्माएर नेस्को नेपाल मार्फत यो समाजलाई सहयोग गर्ने कल्पना गर्यो। मान्नु 23 वर्षको उमेरमा मान्छे 23 वर्ष के गर्दै हुन्छ, पढ्दैछ, कोही एमए पढ्दै हुन्छ, कोही बिए पढ्दैछ, कोही एसएससी पास गरेर बिहे गर्दै हुन्छ, घाँस गर्दै हुन्छ। त्यसको बेलामा बाजुनको गाउँमा हुर्किएको एउटा युवक उसले कल्पना गर्यो 23 वर्षको उमेरमा कि म यो नेपाललाई, यो माटोलाई, यहाँका दाजुभाइलाई यो संस्था मार्फत सहयोग गर्छु र यो मुलुकलाई समुन्नत बनाउनुतिर मेरो भूमिका हुन्छ भन्ने जो कल्पना गर्यो, त्यो कल्पनाकारलाई म यो समारोहमा हार्दिक बधाई दिन चाहन्छु। र उहाँका धर्मपत्नी लक्ष्मी मेघासी, तपाईँलाई पनि यो बेलामा म धन्यवाद भन्न चाहन्छु। राम खुदैमा राम भएको होइन, सीताजीको कारणले राम भएको हो। विष्णु लक्ष्मीको कारणले विष्णु भएको हो। आज विश्वप्रकाश लक्ष्मी मेघासीको सहयोगले विश्वप्रकाश भएको छ।
यो हामी सबैको खुसीको विषय हो। त्यसकारण यो छोटो अवस्थामा के भन्न चाहन्छु भने तपाईँहरूको उत्तर प्रगतिको कामना गर्दछु। कति सानो छोरी जन्मा छ तपाईँहरूले। यो सानो उमेरमा आज तपाईँहरूले हामीले हेऱ्यौँ नि इन्क्वायरी गरिरहँदा छोरीको प्रतिभा कस्तो रहेछ, त्यो बाबाआमाको शिक्षा दीक्षा, बाबाको एकता, उनीहरूले दिएको निर्देशन नै त्यसको उपलब्धि हो। त्यसकारण यो घटनामा छोरीको पनि प्रगतिको कामना गर्दछु। भगवान्सँग उसको उत्तर प्रगति होस् र सुखमय भविष्यको पनि म कामना गर्न चाहन्छु।